Hello guys, welcome to my vlog. Hope all are fine. I'm also fine. And first of all, say happy Dasai to all of you. अनि सबैलाई ह्याप्पी दसैँ अनि त्यसपछि अनि आज चाहिँ नवमी अनि भोलि चाहिँ दसैँलाई दसैँ तर मेन टिका लगाउने दसैँ अनि त्यसपछि म चाहिँ एकदम एक्साइटेड छु अनि अनि म चाहिँ धेरै पछि भ्लगमा आएँ किनकि मेरो इक्जाम चलिरहेको थियो नि त अनि त्यही भएर म अलि आउनु पाएको थिइनँ अनि अहिले चाहिँ बिदा चलिरहेको छ अनि त्यही भएर म चाहिँ अनि भ्लग बनाएको अनि म चाहिँ अब भोलिको भ्लग पनि अब अफकोर्स नै ल्याउँदैछु सो यहाँनिर चाहिँ मम्मी ड्याडीले चाहिँ अनि फुलहरू लाउनु भएको छ सयपत्री अनि एकदम राम्रो फुलेछ तर छिटो पनि फुलिरहेछ तर अझै पनि राम्रो फुलेछ सो अब चाहिँ बाहिर भित्र जाऊँ है त यहाँ चाहिँ दिदी हुनुहुन्छ अनि यहाँ आमा यहाँ लसुन युज गर्दै हुनुहुन्छ अनि ड्याडी र मम्मी यहाँ मासु काट्दै हुनुहुन्छ अब यहाँ चाहिँ मम्मी ड्याडीलाई ह्याप्पी दसैँ मम्मी ह्याप्पी दसैँ भन्नु त ह्याप्पी दसैँ सबैजनालाई ड्याडी पनि भन्नु बडा दसैँको शुभकामना सबैजनालाई सबै मेरो परिवारलाई दसैँको लागि धेरै धेरै शुभकामना छ मेरो आशीर्वाद छ त्यति हो अनि मलाई र दिदीलाई चाहिँ खाना खान बोलाउनु भएको छ मामा घरमा अनि त्यही भएर चाहिँ हामी जाँदैछौँ मामा घर अब चाहिँ मम्मीको फुल हेर्नुहोस् है त अझै नफुलेको सयपत्रीहरू ल्याउनु भएछ तल यहाँ चाहिँ अलिअलि कोपी लाने है अनि यहाँ चाहिँ अलिअलि नै फुलिरहेको छ तर अलिक सानो सानो फुले है अनि त्यसपछि अनि त्यही माथि घर राख्ने ठाउँ पनि छैन नि त माथि त्यही भएर अनि यहाँ पनि फुले है अलिअलि अझै सायद छतमा पनि छ होला बिचमा नि अनि यहाँ पनि रहेछ त्यो फुल चाहिँ मलाई लास्टै राम्रो लाग्छ है अनि यस्तो घाम छ हेर्नुहोस् अनि म चाहिँ अब भोलिको लागि चाहिँ एकदम एक्साइटेड छु अब हामी चाहिँ जान्छौँ अनि अहिले चाहिँ कतै पनि पिङ हालेको होइन पहिला चाहिँ जताले हाल्छ चाहिँ कतै नै हाले होइन अनि यस्तो दिक्छु पनि हेर्नु यति सुनसान छ यहाँ हालेको पनि छैन अब हामी चाहिँ सानो मामा घर जानु लाग्यो अनि त्यसपछि मामा घर जान चाहिँ सानो मामा घर जान चाहिँ के अरे बसन्त चोक कट्नुपर्छ अनि हामी चाहिँ बसन्त चोकको सिधै गइसक्यौँ अनि त्यहाँ सानो मामा घरमा चाहिँ सबैजना हुन्छ ठुलो मामाहरू सबैजना हुन्छ सबैजना ग्यादरी हुन्छ अनि हामी पनि जाँदैछौँ तब चाहिँ हामी मामा घर आयौँ हामी जान्छौँ त्यहाँ चाहिँ सबैजना हुनुहुन्छ अब हामी जान्छौँ साथीभाइ म चाहिँ यहाँ तास खेल्दैछु है त ल हेरेँ मैले त म नि हेरौँ चल्ने हो देखाउँ 10 हाले चल्ने देखाउ ल खायो तिमीलाई यसले पुनिरहेछ त है अनि त अब चाहिँ हामी खेल्नु ल हेरौँ आफ्नो हेरौँ म त देखाइदिइहाल्छु ल अनि त म त देखाइदिइहालेँ है त देखाएर के गर्छ त नि मेरो हो मेरो म चाहिँ मामा घरबाट आइसकेँ आएर नि तास खेलेर नि अनि भ्याइसक्यो अनि म हारि पनि सकेँ अनि त्यसपछि हारेर अनि अब चाहिँ रेडी भएर बजार जान लाग्यो दिदी र म अनि अहिले चाहिँ ड्याडीलाई कुदिरहेको अनि ड्याडी बाहिर जानुभएको स्कुटर लिएर अनि त्यही भएर ड्याडीलाई कुर्दै बसेको अब चाहिँ ड्याडी आएपछि हामी जान्छौँ हामी चाहिँ घरबाट हिँडिसक्यौँ अनि अब नारायण घाट बजार जान लाग्यो माइलाबाट सामान किनेर जानेछौँ हामी चाहिँ बाहिर निस्किसक्यौँ अनि
अब जाँदै तिमीहरू चाहिँ तल यस्तो घाम छ 5 बजे 4:30 भएर यस्तो घाम आएको हामी चाहिँ एउटा पछि चढिसक्यौँ दिदीलाई चाहिँ खोजे जस्तो पाइए होइन अनि यहाँ मजाले पनि सक्यो मलाई बजार चाहिँ अब भिड पनि छ कुनै ठाउँमा भिड कुनै ठाउँमा यस्तो सुनसान छ अब चाहिँ हामी घर फर्किन लाग्यो अनि के अरे यो बाटो चाहिँ मलाई यस्तो मनपर्छ लास मनपर्छ मलाई चाहिँ यो बाटो चाहिँ यस्तो उकालो हो अनि लास मनपर्छ अझ तल जाने बेला मजा आउने माथि त्यस्तो त्यस्तो मजा आउन अब घर पनि आउन लाग्यो अनि अब चाहिँ भ्लग चाहिँ आज यति हुन्छ अनि म चाहिँ हजुरलाई भोलि भेट्छु किनकि भोलि पनि यही भ्लगमा उस गर्ने हो जोइन गर्ने हो अनि त्यही भएर आज लामो भएर भएन नि त अनि त्यही भएर म हजुरलाई भोलि भेट्छु हेलो गाइस दिस इज द नेक्स्ट डे अनि त्यसपछि अनि आज चाहिँ दसैँ ह्याप्पी दसैँ अल अफ यु अनि आज चाहिँ सबैजना एक्साइटेडै हुनु होला अनि म चाहिँ एकदम एक्साइटेड छु अनि त्यसपछि अब बाहिर जामै बाहिरको माहौल हेरौँ त चाहिँ एकदम खाना पकाउँदै हुनुहुन्छ हिजो पानी परेको थियो आज त्यही भएर वेदर चाहिँ एकदम शीतल शीतल नै छ अनि सयपत्रीहरू छ अनि भित्र जाम अनि जमरा पनि हेर्न जान्छ जमरा चाहिँ मम्मीले त्यहाँ राख्नुभएको छ अनि जमरा यस्तो भयो पहेँलो भयो जमरा चाहिँ अनि यता चाहिँ हरियो भयो चाहिँ अलि फुल्ने भएको थियो यो चाहिँ फुलिसकेको छ के हो एउटा यता एउटा उता यहाँ चाहिँ छ अनि अब तलमा अनि यहाँ चाहिँ जमरा उस गरिसक्नुभयो मम्मीले जमरा अनि यहाँ चाहिँ अब टिका बनाउने मैले चाहिँ भर्खर चामल भिजाइसक्यो अब चाहिँ एकछिनमा मम्मीले टिका बनाउनुहुन्छ अनि आज चाहिँ मम्मी ड्याडीको एनिभर्सरी मम्मी ह्याप्पी एनिभर्सरी थ्याङ्क यू ड्याडी ह्याप्पी एनिभर्सरी सेम टु यु के सेम टु यु यहाँ चाहिँ फुटुवा पाकेको अब चाहिँ सबैजना आफ्नो आफ्नो काममा व्यस्त हुनुहुन्छ म चाहिँ भर्खर नुहाएर निक्लिएको अनि त्यसपछि नुहाएर निक्ल्यो अब चाहिँ त्यहाँभित्र उस गर्न बढामा छ अनि त्यसपछि अझै के गर्न अनि सबैजना आफ्नो आफ्नो काममा व्यस्त हुन्छ म चाहिँ भर्खर नुहाएर निक्लेर अनि कपाल गरेँ अनि त्यही भएर एकछिन बसेको अनि त्यसपछि आज मुनमुन देख्नु भएको छैन होला है उता आएको त्यसलाई चाहिँ मैले उता छुनिदिएको क्या यता छ यस्तो फोहोर बना यता खालको यहाँ फेरि छोडिदियो भने चकचक गर्न आउने त्यहाँ जाने अनि त्यसमाथि आगोको डर छ नि त अनि फेरि आगो जलिरहेर अनि फेरि डर छ त्यही भएर चाहिँ त्यसलाई मैले एकछिन थुनिदिएँ अनि अहिले टिका लगाउने भएर टिका ल्याउँछु अनि यहाँ दिदीले टिका रेडी गर्दै हुनुहुन्छ किन त्यसमा हाल्नुलाई त्यसमा जमरा अघि नै ल्याइसकेँ यहाँ फेरि यता टिभीमा फेरि मङ्गलध्वनि बजिरहेको है मम्मी काम गर्दै हुन्छ एनिभर्सरी बोय एन्ड गर्ल गाइस अघि हामीले चाहिँ मैले चाहिँ टिका पनि लगाइसकेँ अनि अघि नै चाहिँ एकदम हतार थियो त्यही भएर भ्लग बनाउन पनि बिर्सेँ अनि अहिले चाहिँ आमाले मात्रै लगाइदिनु पर्छ अनि ड्याडी मम्मी लगाइदिनेछ
फुल नखाओस् भन्नु मेरो फुल नभाद्योस् पिरे नखाओस् है च्याउ काट्यो भने खानु हाम्रो चाहिँ मैले चाहिँ टिका लगाएर नि अब चाहिँ मामा घर जानु लाग्यो अनि यहाँ सबैजना निक्लिसक्यौँ अब जानु लाग्यो हल्का पानी परिरह अनि घरमा चाहिँ एकदम भिड छ अनि हल्ला यहाँ बाहिरसम्म सुनिरह यहाँ अब चाहिँ म जान्छु अनि हजुरले मामा घर गएर भेट्छु म चाहिँ मामा घर आइसकेँ अनि यहाँ मम्मीले टिका लगाउँदै हुनुहुन्छ अनि यहाँ सानो छोरो छ कत्रो ठुलो भएछ मामा घर टिका लगाएर नि बुढो मामा घर आइसक्यो अनि अब हामी उता जानु लाग्यो उता मामा घर जानु लाग्यो उता अनि आजको भिड है एकदम हिलो हिलो छ साथीहरू मामा घरबाट आइसक्यो अनि तास खेल्दै हो चिरो ला मैले खाइदिएछु म गयो ए आमा जेनिस्यो के भएन हुन्छ नि झन् राम्रो त्यस्तो हुँदो रहेछ जहिले नि ल अब कल्दी चाहिँ खै मम्मी के आयो खै के कसरी यो ठुलो भयो नि त किङ ठुलो भयो नि त म त चल खान्छु किङ र कुइन आफ्नो आफ्नो लागि ल है के हुन्छ पान भन्छ पान भन्छ पानामा हाल्यो ल ल ल पाना भाग्यमा जान्छ है बुर्जा त बात पाना बुर्जामा होइन रहेछ छक्का दाउ यसलाई भने छक्का दाउ बुझ्यो त सबै गुन्डा नपरेको के सबै गुन्डा होला र के यहाँ कस्तो भइरहेको मजा भइरहेको पैसा हार्दाखेरि एकदम दुःख लाग्दो रहेछ मम्मीले कस्तो भइरहेको ए फिल थ्री अघि हात भरि पैसा थियो अहिले ए के भन्छ होला बुर्जा चिडी बात इट्टा डबल पाण्डव चिडी चिडी 5 मेरो लथ्यो नि नानी ल 5 अनि आज चाहिँ दसैँको भोलिपटक अनि मेरो दसैँ चाहिँ एकदम राम्रो गयो अनि हजुरको चाहिँ कस्तो गयो अनि मैले चाहिँ त्यस्तो धेरै भ्लग बनाउन पाइनँ अनि मैले अब सकेसम्म चाहिँ ट्राई नै गरेको अनि त्यसपछि अब सकेसम्म ट्राई नै गरेको अब भयो कि भएन राम्रो भयो कि भएन कमेन्ट गरिदिनुहोस् अनि आजको लागि यति नै अर्को भ्लगमा भेटौँला बाई